ल यो हाम्रो जनता बस्ती 5 नम्बरमा 4 नम्बर ब्लकमा 18वटा सीसी क्यामेराको डेस्क बक्स यो कम्प्युटरको सबै चाहिँ हाम्रो इलाका यहाँ हाम्रो चौकीमा जनता प्रहरी चौकीमा डाइरेक्ट सुरुवात भएको छ। हालैमा चाहिँ यही हुनुहुन्छ। अनि यहाँ टोल गस्ती टोली अध्यक्ष यहाँ हुनुहुन्छ, उपाध्यक्ष हुनुहुन्छ, हाम्रो अशोक साहब हुनुहुन्छ, म पनि छु यहाँ। हाम्रो भट्टराई सर पनि सर आउनुभएको छ। ल विन्टर सर ल के छ भनाइ के छ यहाँ सीसी क्यामेरा जोडाउनु भएको छ के छ? सीसी क्यामेराको यो 1 वर्ष अगाडिदेखिको प्रयास यो पालि सफल भएछ। म हुँदाखेरि पनि मेरो कार्यकाल 13 महिनामा पनि धेरै प्रयास गर्नुभएको थियो। आज आएर चाहिँ सम्पन्न गर्नुभएको छ। यसको लागि चाहिँ यहाँको टोल अध्यक्ष व्यवस्थापन अध्यक्षज्यूहरूलाई सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद। तपाईँ के छ भन्नुपर्ने भने? पर्दो लाइभ टेलिकास्ट हुँदैछ, भन्नुहोस् के हो? ल अध्यक्षजी उपाध्यक्षजी के छ यो? एकदम हाम्रो योजनाभित्रको कामहरू हो। अब क्रमशः हामीलाई आवश्यक पर्ने कामहरू घटाउँदैछौँ। के छ अध्यक्षज्यू ल भनाइ? ठिकै छ। अब यो हामीले क्यामेरा जोडियो होइन। अब यो चाहिँ चौकीमा हामीले तपाईँको मेन यो पोइन्ट चाहिँ यहाँ चौकीमा राखिरहेछौँ। अब यही अनुसार अब यसपालिको हामी सबैको अथक प्रयासपछि हामीले चाहिँ एउटा अपराध जुनसुकै खालको अपराध पनि देखि लिएर लागु औषधदेखि लिएर सबै न्यूनीकरणको लागि सम्भव भएको छ। हामीले आज के अरे कम्प्युटर पनि ल्याएर यहाँ जडान गरिरहेका छौँ। अब यही हो। धन्यवाद। अशोक साहब के छ नयाँ कुरा आएको छ तपाईँहरूलाई? यस्तो छ अब तपाईँहरूको व्यवस्थापन समिति, टोल सुधार समिति लगायत आम के अरे जनता बस्ती आम नागरिकलाई अब यो अहिले आधुनिक किसिमको प्रविधिलाई समयलाई मध्यनजर गरेर जुन एउटा सुरक्षाको चुनौती थियो, यो सीसी क्यामेराले गर्दा हामीलाई अपराध अनुसन्धानमा ठुलो टेवा पुर्याउँछ भनेर मलाई आश छ। अब यस्तै खुसी लाग्यो तपाईँहरू एउटा अपराध अनुसन्धानको पाटोलाई अझै सहज बनाउनलाई एउटा क्यामेराहरू ठाउँ ठाउँमा राखिदिनु भएको छ। यसमा म धेरै खुसी छु। यसको लागि तपाईँहरूलाई धन्यवाद। हाम्रो जनता प्रहरी चौकी जनता बस्तीको तर्फबाट तपाईँहरूलाई सबैलाई धेरै मुरी हाम्रो पनि धन्यवाद। के छ भाइको कुरा, टेक्निसियनको कुरा के छ यसको? अब कहिलेसम्म के छ गतिविधि थोरै बताइदिनु पर्यो। अब हेर्दै जानु पर्यो, मोनिटरिङ गरिराख्यो भनेदेखि आफैलाई शान्ति सुरक्षा। यहाँभन्दा अरू मैले के भन्नु, मैले लगाइदिएँ मान्छे घाटा खाएर लगाइदिएँ। फेरि घाटा खाएर त घाटा 16,900 कति रुपियाँ त घाटा लाग्यो। मर्छु नि अहिले फेरि घाटा।